नमस्कार, हजुरहरूलाई स्वागत छ हाम्रो नयाँ भिडियोमा। आजको यो भिडियोमा मैले हजुरहरूलाई नेपाल धितोपत्र बोर्डले चैत 11 गते स्वीकृत गरेको सान्वी इनर्जी लिमिटेडको आइपिओको बारेमा र साथै यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई म्युचुअल फन्ड र कर्मचारीहरूलाई कहिलेदेखि आइपिओ सेयर खुलाउँदैछ भनेर जानकारी दिनेछु। ढिला नगरिकन भिडियोलाई सुरु गरौँ। सान्वी इनर्जी लिमिटेड कम्पनीले आइपिओ निष्कासनको लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। इन्स्योरेन्सले चैत 11 गते सर्वसाधारणलाई सेयर बिक्री गर्ने अनुमति प्राप्त गरेको हो। इन्स्योरेन्सले कुल पुँजीको 43.07% सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो। इन्स्योरेन्सले 37,90,000 किता अर्थात् 37,90,00,000 रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति प्राप्त गरेको हो। कम्पनीले आइपिओ निष्कासन सम्बन्धी सम्पूर्ण कार्यका लागि सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चान्ट ब्याङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ। विगतमा स्वीकृत भएका कम्पनीहरूको आइपिओ स्वीकृत भएको दिनबाट 10 देखि 20 दिनभित्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुल्ने गरेको छ। त्यसैले सान्वी इनर्जी लिमिटेड कम्पनीले पनि छिटोमा चैत 21 गते र ढिलोमा चैत 31 गतेसम्ममा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई म्युचुअल फन्ड र कर्मचारीहरूलाई आइपिओ खुलाउने उच्च सम्भावना रहेको छ। आशा छ यो भिडियो हेरेर हजुरहरूले नेपाल धितोपत्र बोर्डले चैत 11 गते स्वीकृत गरेको सान्वी इनर्जी लिमिटेडको आइपिओको बारेमा र यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई म्युचुअल फन्ड र कर्मचारीहरूलाई कहिलेदेखि आइपिओ सेयर खुलाउँदैछ भनेर जानकारी पाउनुभयो होला। भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक, सेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को समय नयाँ जानकारी र अपडेटसहित भेटौँला। धन्यवाद।